भ्युवर्स, आज चाहिँ म घर जाँदैछु है आफ्टर लङ टाइम। र आज पनि नजाने नै भएको थिएँ किनभने स्कुलमा नानीहरूको इक्जाम स्टार्ट हुन आँट्यो नि त। तर घरमा अर्जेन्ट काम हुनको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ घर गई हुँदैछ। तपाईँहरूलाई मेरो घरको दृश्य देखाउँछु। र म चाहिँ फाइनल्ली घर आइपुगेको छु है। र यो चाहिँ मेरो गाउँको दृश्य हो, तपाईँले देख्न सक्नुहुनेछ। र यहाँ चाहिँ भदै केटा आम्बो के गरेको इभान के गर्नु भएको? फुपूलाई नमस्कार पनि छैन। हेर अब मेरो टर्न हैन। खोइ नमस्कार चाहिँ फुपूलाई। खोइ ला चिसो भयो। हो चाहिँ गरे भने इभानले फुलमा पानी हाल्दा पुरा गर्ने भने हजुर बिचारा छोरा हजुर। अन्त चाहिँ मलाई नमस्कार गर्न नभ्याएको तिमीले। बाबा कहाँ गएको छ अरे सुत्ता? कहाँ जानु भएको छ बाबा? बाबा कहाँ जानु? बाबा मोमो खाना होला कि बस न अनि यहाँ फाले खाना होला। लाखस तिमीलाई चाहिँ ल्याइदिनुहुन्छ नि? मलाई त ल्याउनु हुन्न रे? मलाई त नि चिसो आइसक्रिम। के अरे? चिसो आइसक्रिम। चिसो आइसक्रिम? हजुर आज त उयो पनि आउँछ होइन इभानको भाइ? के अरे भाइको नाम? आउँछ कतै छैन। रिवास है कसो अरे? दिवस दिवस काइरब पनि आउँदैछ त आज। हजुर काइरब भन्दा भाइ आउँछ जबै भाइ र काइरब पपी गर्नु बिचारा फुपूलाई त फुपूले मिठाई किनिदिन्छ त भरे। खै मजाले गर्नु नि। अनि अरू इभानको भाइ कस्तो? म पनि गरौँ न अनि म पनि पप्पी गरौँ न मेरो भाइ। त हिजो अस्ति भाइ हेरेर आएको नि सुत्ता है हो ल। अहिले के खाने भन न मिठाई चाहिँ अनि? म जुस के खाने? जुस कस्तो जुस हो? अर्को माथि कहाँ कहाँ पाउँछ? माथि कहाँ? हृदय खाने? खाने ओपै छ है। ए तिमी त बिमार छौ नि। खाँदा चाहिँ के हुन्छ? के हुँदैन त? अनि भरे मार्गी लाग्यो भने चाहिँ अनि? अहिले बाउले खटाउला। मर्गी लाग्यो भने के न के? मार्गी लाग्यो मर्गी लाग्यो भने खतम भयो खाइ। मर्गी लाग्यो भने खतम हो जाएंगे। अन्त मार्गी लाग्यो भने त तिमी फेरि स्कुल पनि एब्सेन्ट हुन्छ, याद छ कि? मर्गी लाग्यो भने खतम हो जाएंगे। नखाउ ल, अर्कै चिज खाऊ न। खाने न अर्को चिज। किन हो रिस? वाउ घरमा झारहरू पनि सबै सनक्क पारेको रहेछ आज त। कसले उखालेको अरे मम्मी यो? आमाले मैले त्यही नै मैले उखालिस् त? सफा म आएको डरले सफा पार्नु छ। छोरी आउँछ भनेर डरले मैले घर आँगन सफा पारेर राखेको। अरूको नभए पनि विनिताकै डरले। नभए त हामी त त्यसै बसेका थियौँ। कहिले सफा गर्दिनथेँ म। हो तर सधैँ चाहिँ मै आफै गर्थेँ। सधैँ आएर म गर्नुपर्थ्यो कि आज चाहिँ अलिक भए पनि सफा रहेछ। आज चाहिँ अलिक खुसी पनि भइहाल्यो। खुसी छु, मलाई घर सफा भने खुसी भइहाल्छ नि त। काका के भनेर आउँछ अरे? तपाईँहरू वाक्कै हुनुभयो अरे मेरो भिडियो लाइक गरेर? ओ वाक्कै भन्छस्? फेसबुकबाट पैसा कमाएपछि दिन्छु नि। म्याडम पनि आइपुग्नु भयो त म्याडम। के भन्यो भने यहाँ हाम कान्छा बाबाले याद गरेन भन्दै भनेको, तर यसलाई माया गर्दिन। आज त मेरो भाइ बाबा चाहिँ यसलाई गन ल्याइदिएर